विष्णु श्रेष्ठ को हुन्? विष्णु श्रेष्ठ एक नेपाली गोर्खा सैनिक हुन् जसले सन् 2010 मा भारतको रेल यात्राका क्रममा अद्भुत साहस देखाए। उनी गोर्खाहरूको साहसी परम्पराको प्रत्यक्ष उदाहरण हुन् जसलाई संसारका सर्वाधिक बहादुर सैनिकहरूमध्ये एक मानिन्छ। व्यक्तिगत विवरण। पूरा नाम विष्णु श्रेष्ठ। राष्ट्रियता नेपाली। सैनिक सेवा भारतीय सेना 7 औं गोर्खा राइफल्स। पद सेवानिवृत्त हवलदार। प्रसिद्धिको कारण एक्लैले 30-40 जना सशस्त्र डाकाहरूसँग खुकुरीले भिडेर उनीहरूलाई परास्त गर्नु। रेलमा भएको हमला के भयो वास्तवमा? मिति 2 सेप्टेम्बर 2010। स्थान मौर्य एक्सप्रेस राँची र गोरखपुरको बीचमा। सेना सेवा समाप्त भएपछि विष्णु श्रेष्ठ घर फर्कदै थिए। रातको झन्डै 12 बजेतिर मौर्य एक्सप्रेसमा यात्रा गरिरहँदा 30-40 जना सशस्त्र डाकाहरूले ट्रेनमा हमला गरे। तिनीहरूले यात्रुहरूलाई कुटपिट गर्दै गरगहना र नगद लुट्न थाले। तर स्थिति अझै भयावह भयो जब तिनीहरूले एक युवतीलाई उसका आमाबुबाको सामुन्ने बलात्कार गर्न खोजे। विष्णुको साहसिक प्रतिकार। उनीसँग बन्दुक थिएन, मात्र खुकुरी थियो। उनले नलराई डाकाहरूमाथि एक्लै आक्रमण गरे। 3 जना डाकालाई मारे, 8 जनालाई गम्भीर घाइते बनाए। बाँकी डाकाहरू डरले भागे। विष्णु स्वयं घाइते भए, हात र ढाडमा गहिरो चोट लाग्यो, तर उनले युवतीलाई बलात्कारबाट जोगाएर अन्य यात्रुहरूको ज्यान बचाए। सम्मान र पुरस्कारहरू। विष्णुको वीरता भारत र नेपालभरि नमनयोग्य सम्मानको विषय बन्यो। उनले पाएका प्रमुख सम्मानहरू। सेना मेडल सेना मेडल फर ब्रेभरी भारतीय सेनाबाट। नगद पुरस्कार र सार्वजनिक सम्मान। विभिन्न संस्थाबाट जमिन र नगद सहयोग। 40 डाकासँग लडेका गोर्खा भनेर सञ्चार माध्यममा चर्चित। विष्णु श्रेष्ठको स्मरणीय भनाई। गोर्खा अन्यायको अगाडि कहिल्यै टाउको झुकाउँदैन। म त्यहाँ उभिएर एक केटीलाई बलात्कृत हुन दिइरहन सक्दिनथे। धरोहर र प्रेरणा। विष्णुको यो कार्य आज गोर्खा इतिहासमा एक किंवदन्तीको रूपमा दर्ज भइसकेको छ। भारतीय सेनाको गौरव बनेका छन्। उनीबारे सैन्य लेखहरू, सामाजिक सञ्जाल पोस्टहरू र फिल्म बनाउने मागहरू आइरहेका छन्।